र त्यसो गर्नका लागि हामीले यो पनि संकल्प गर्छौं तपाईहरुको अगाडि बसेर हाम्रो पार्टीले मात्र गर्छ त्यो के हो भने हाम्रा पनि केही कमजोरी भए हामी पनि केही प्रदूषित भयौं हामी पनि केही बिग्र्यौं यस बीचमा वैचारिक रूपमा केही कमजोरीहरू देखा परे हाम्रा अरु पनि भ्रष्टीकरणको प्रक्रियाका केही अवशेषहरू हामीमा पनि देखा परे र जनतासँग सम्बन्धमा पनि केही कमजोरीहरू देखा परे आज हामीले तपाईहरुसँग संकल्प र प्रतिबद्धता व्यक्त गरेर आएको कुरा के हो भने हाम्रो लक्ष्य पूरा गर्नका निम्ति हामीले आफूलाई पनि बदल्छौं त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रूपान्तरण पुनर्गठन गरेर यो पार्टीलाई एकताबद्ध क्रान्तिकारी र शक्तिशाली पार्टी बनाइ छाड्छौं त्यो संकल्प र प्रतिबद्धता पनि तपाईहरुको अगाडि व्यक्त गर्न यो अभियानमा हामी आएका हौं। दोस्रो कुरा हामीले यो अभियानमा सारा जनतासँग सँगै रहेर जनताको साथ लिएर यो कांग्रेस एमालेको सरकार जसले यथास्थितिवादको प्रतिनिधित्व गरिरहेको छ जसमा प्रतिक्रमणको खतरा पनि अन्तर्निहित छ तिनीहरूलाई खबरदारी र चेतावनी दिन आएको हौं। हामी देशभरि सारा हुलाकी मार्ग केन्द्रित भएर सारा पूर्व पश्चिम पूर्व मध्यपहाडी मार्ग केन्द्रित भएर आम जनताको साथमा बसेर जनताको साथ लिएर हामी खबरदार र चेतावनी दिइराखेका छौं। यो सरकार र यो सरकार सञ्चालन गर्ने यथास्थिति पार्टीहरूलाई खबरदार तिमीहरू सचिव तिमीहरूले भ्रष्टाचारीहरूलाई जोगाउने भ्रष्टाचार थप गर्ने राज्य लुट्ने ठोक्ने देश बर्बाद बनाउने काम जारी राख्छौं भने हामी यो भन्दा ठूलो आन्दोलनकै दिशामा जान बाध्य हुनेछौं। त्यतिखेर जनसंघर्षको ठूलो विकास र आँधीबेहरीको बीचमा तिमीहरूले सजाय पाउनेछौ भनेर हामी खबरदार र चेतावनी दिन आएका छौं। यो सरकार र यो यथास्थिति शक्तिहरूलाई यो खबरदार र चेतावनी हाम्रो दोस्रो लक्ष्य हो यो अभियान। तेस्रो र अन्तिम कुरा मैले भनिहाले यो देशमा अहिले दुईटा प्रवृत्तिको बीच टकरार भइरहेको छ। एउटा कांग्रेस एमालेले नेतृत्व गरिरहेको यथास्थितिवादी प्रवृत्ति कुशासनको प्रवृत्ति विकास निर्माणको अवरोधताको प्रवृत्ति र त्यसमाथि टाउको चढेर अगाडि देखा परेका प्रतिगामी प्रवृत्ति। एकातिर यथास्थितिवादी प्रवृत्ति र प्रतिगामी प्रवृत्ति छ जसको विरुद्ध हामी संघर्ष गरिराखेका छौं र संघर्ष अझ बढाउनु पर्ने आवश्यकता छ भने अर्को देशको विरुद्ध हामी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र अग्रगामी परिवर्तनको प्रवृत्तिको प्रतिनिधित्व गरिराखेको छ र हामी अगाडि बढिराखेका छौं। आज यो देशलाई बचाउने हो भने यो देशलाई संकटबाट मुक्त गर्ने हो भने यो देशमा यत्रो युगान्तकारी महत्त्वको राजनीतिक परिवर्तन भयो त्यो राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा रूपान्तरण गर्ने हो भने विकास र समृद्धि गर्ने र जनताको जीवन फेर्ने हो भने 20 लाख नेपाली श्रमिक युवाहरू जो खाडी मुलुकमा छन् आफ्नो आमाबाबुको खाट छोडेर बालबच्चाको साथ छोडेर आफ्नो परिवार पालनको निम्ति 50 देखि 60 डिग्रीको तापमानमा शारीरिक पसिना चुहाइराखेका छन्। तिनीहरूलाई आफ्नो नेपालको मातृभूमिमा ल्याएर आफ्नो आमाबाबुकै काखमा बालबच्चाकै साथमा मातृभूमिमा श्रम पसिना सिंचित गर्ने स्थिति सिर्जना गर्ने हो भने हामीले नेकपा माओवादी केन्द्रको नेतृत्वमा यो देशलाई अगाडि नबढाइकन सम्भव छैन। अरु कुनै विकल्प छैन देशको अगाडि। या संकट या अग्रगमन। संकटबाट बचाएर अग्रगमनमा जाने हो भने क्रान्तिको नेतृत्वदायी व्यक्ति र पार्टी कमरेड प्रचण्डको नेतृत्वको नेकपा माओवादी केन्द्रले यो देशको नेतृत्व गर्न सक्नुपर्छ। यो देशको नेतृत्व गर्नलाई हामीले क्रान्तिको रणनीतिलाई केन्द्रबिन्दुमा राखेर कार्यनीति कार्यान्वयन गर्ने सम्पूर्ण बल लगाएर आफूलाई पनि फेर्ने संकल्पसहित अगाडि बढेका छौं। हामीले भनेका छौं हामी आफूलाई पनि बदल्छौं र यो देशलाई बदली छाड्छौं। कतिपय मान्छेहरू प्रचार प्रसार गरिराखेका छन् अब देश बन्दैन
निराशा छरिराखेका छन्। होइन, यो देश बनाएर छाडिन्छ, शहीदहरूको सपना पूरा गर्न छाडिन्छ, नयाँ नेपाल बनाएर छाडिन्छ, तर त्यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्नुपर्छ, वैधानिक नेतृत्व गर्नुपर्छ। त्यसको निम्ति हाम्रो एउटा अपिल छ। हामी तयार भयौँ, जनताले हिजो साथ दिनुभयो, त्यत्रो ठुलो युद्ध र सङ्घर्षहरू भयो, अब पनि साथ दिनुहोस्। अब यो खबरदारी र चेतावनीलाई जनसङ्घर्षमा विकास गर्नु पर्यो भने जनसङ्घर्षको आँधीभरि ल्याउन तपाईँहरू उठ्नुहोस्। पहिलो अपिल हामी यो गर्न आएका भने, दोस्रो अपिल 84 को चुनाव आउँदैछ, हामी देश फेरियोस् भन्ने, शहीदहरूको सपना पुरा होस् भन्ने, तर माओवादी नेतृत्वलाई बहुमतको सरकार बनाउने अवसर दिएन भने यो देश ठुलो सङ्कटमा फस्छ, जनताले दुःख पाउँछौँ। त्यसकारण 84 को चुनावमा नेकपा माओवादी केन्द्रलाई बहुमत दिनुहोस्, साथ दिनुहोस्, यो पार्टीलाई बलियो बनाउनुहोस्। त्यो अपिल गर्न पनि यो अभियानमा हामी तपाईँहरूसँग आएका हौँ। यही अपिल गर्न चाहन्छु र अध्यक्षको नेतृत्वमा यो देशलाई शहीदहरूको सपनागत पुरा गर्ने दिशामा अगाडि बढाउन सबैलाई अपिल गर्दै म बिदा हुन्छु। लाल सलाम।